सम्पूर्ण साथीहरुमा नयाँ वर्षको मंगलमय शुभकामना। यो नयाँ वर्षमा सबै साथीहरु शेयर बजारबाट प्रॉफिट कमाउनु भन्ने मेरो कामना छ। आजको भिडियो स्टार्ट गर्नु भन्दा पहिला यदि तपाई यस च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब, लाइक र कमेन्ट गर्न नभुल्नु होला। यूट्यूब, फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, टिकटक खोल्दा चारैतिर शेयर बजारमा इन्भेस्ट गर्नु, स्टक मार्केटमा इन्भेस्ट गर्नु भन्ने सुन्छौ। सो साथीहरुको मनमा पनि प्रश्न उठेको होला कि किन शेयर बजारमा इन्भेस्ट गर्ने, व्हाई शुड बी इन्भेस्ट इन स्टक मार्केट सोच्दै हुनुहुन्छ भने यो भिडियोमा शेयर बजारमा किन इन्भेस्ट गर्ने भन्ने त्यसका केही बेस्ट रिजन लिएर आएको छौ। कुनै कम्पनी खोल्दा बढी पैसा लाग्न सकिन्छ, जसको कारण मैक्सिमम जनाले कुनै कम्पनीको मालिक बन्न सक्दैन, तर शेयर बजारमा इन्भेस्ट गरेर जुन सुकै कम्पनीको मालिक बन्न सकिन्छ। दोस्रो, यसमा धेरै कमाउनेले वा थोरै कमाउनेले आफ्नो क्यापेसिटी अनुसार लगानी गर्न सकिन्छ। तेस्रो, मिनिमम 1000 रुपैयाँले शेयर बजारमा इन्ट्री गर्न सकिन्छ। चौथो, बैंक, इंश्योरेंस, हाइड्रो पावर, होटल, फाइनेंस, माइक्रो फाइनेंस, मैन्युफैक्चरिंग कंपनी, फार्मास्यूटिकल कंपनी, टूरिज्म सेक्टर जस्ता कंपनी खोल्न नसक्दा पनि शेयर बजारको कारणले त्यस्ता कंपनीको पार्टनर बनी बोनस, डिभिडेन्ड, राइट शेयर र प्रॉफिट लसमा सहभागी हुन सकिन्छ। 5, ल्यान्ड, बिल्डिङ, फर्निचर, मेसिनरी जस्ता सम्पत्ति भन्दा शेयर बेचेर क्याशमा कन्भर्ट गर्न सजिलो हुने भएकोले। 6 मा जब छोडेर मात्र लाग्नु पर्दैन, साइड बिजनेसको रूपमा गर्न सकिन्छ वा यसलाई सेकेन्डरी इन्कमको सोर्सको रूपमा मान्न सकिन्छ। 7 मा शेयर बजारमा ट्याक्स सेभिङ, क्विक वेल्थ जेनेरेट गर्न सकिन्छ, जस्तै कर्पोरेट ट्याक्स या 25% लाग्छ भने शेयर मार्केटमा ओन्ली 5% लाग्ने गर्दछ। सो 20% ट्याक्स सेभिङ गर्न सकिन्छ। यसबाट शेयरहरूलाई लोन लिनको लागि धितोको रूपमा पनि सजिलै प्रयोग गर्न सकिन्छ। यसरी नै अरु सम्पत्तिमा लगानी गर्नु भन्दा स्टक मार्केटमा शेयर बजारमा लगानी गर्दा उचित हुन्छ। र लास्टमा वन्स अगेन सबै साथीहरूलाई यो नयाँ वर्षको मंगलमय शुभकामना। र आगामी दिनमा यस्तै भिडियोको लागि यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।